हामीसँग चाहिँ क्वेसन के छ भन्दाखेरि फाइन्ड द पेरिमिटर अफ एस्टेरोइड x को पावर 2/3 प्लस y को पावर 2/3 इक्वल्स टू a को पावर 2/3। जस्तै यसलाई चाहिँ ग्राफको मद्दतबाट बुझ्ने हो भने एस्टेरोइडको ग्राफ भनेको यस्तो हुन्छ, यस्तो खाले हुन्छ। एस्टेरोइडको यो सबै साइड बराबर हुन्छ, यो सबै योहरू सबै बराबर हुन्छ। यहाँ मैले बनाउँदा अलि मिलेको छैन। यसको के हुन्छ भन्दा यहाँनिर a हुन्छ a,0, यहाँनिर b हुन्छ 0,a, यहाँ c हुन्छ -0,a, यहाँनिर d हुन्छ 0,-a। जस्तै अब हामीले यसलाई इक्वेसन 1 मानेर गर्नु पर्यो भने यसलाई सुरुमा डिफरेन्सिएट गरौँ। डिफरेन्सिएटिङ 1 विथ रेस्पेक्ट टु x, we get derivative of d by dx x को पावर 2/3 प्लस d by dx y को पावर 2/3 इक्वल्स टू d by dx a को पावर 2/3। और अब यो भनेको कति हुन्छ भन्दाखेरि 2/3 x को पावर -1/3 प्लस यो भनेको कति हुन्छ भन्दाखेरि 2/3 y को पावर -1/3 इन्टु dy by dx। यो भनेको कति हुन्छ भने a भनेको कन्स्ट्यान्ट नम्बर हो, कन्स्ट्यान्ट नम्बरको डेरिभेटिभ भनेको 0 हुन्छ। यदि हामीले यहाँबाट 2/3 कमन लिने हो भने केमा के बस्छ भन्दाखेरि 1/x को पावर 1/3, x को पावर -1/3 छ, तलतिर आयो भने के हुन्छ +1/3 प्लस 2/3 त हामीले कमन लगिहाल्यो, यहाँ पनि के बस्छ 1/y को पावर 1/3 dy by dx इक्वल्स टू 0। और यसलाई उता फाल्दियो भने के हुन्छ 0 1/x को पावर 1/3 प्लस 1/y को पावर 1/3 dy by dx इक्वल्स टू 0। अब यो 1/x को पावर 1/3 लाई उतापट्टि लग्यो भने के हुन्छ, यो प्लस छ यो माइनस हुन्छ 1/y को पावर 1/3 dy by dx इज इक्वल्स टू -1/x को पावर 1/3। Therefore dy by dx इज इक्वल्स टू यो उता जाँदा -y को पावर 1/3 बाई x को पावर 1/3। अब हामीलाई इन्टिग्रेसन गर्नुपर्छ। इन्टिग्रेसन गर्नलाई जस्तै यहाँनिर हेर्ने हो भने यहाँनिर 0 देखि a को a हो भने 0 देखि 1, 0 देखि a जस्तै यहाँनिर एउटा दुईटा भ्यालु चाहिन्छ हामीलाई। हामी चाहिँ यहाँ x को रेस्पेक्टमा गर्दैछौँ, त्यही भएर हामीलाई x को दुईटा भ्यालु चाहिन्छ। होइन अब यहाँ माथिको इक्वेसनमा y लाई 0 राख्यो भने x भनेको के हुन्छ, x भनेको प्लस माइनस a हुन्छ। होइन y इज इक्वल्स टू 0, x इज इक्वल्स टू प्लस माइनस a। तर हामीलाई त x इज इक्वल्स टू प्लस माइनस a भनेको त यो फिगरको यो पुरैको x इज इक्वल्स टू प्लस माइनस a भनेको हामीले चाहिँ अहिले यो मात्र निकाल्न खोजिरहेको छ, यसको मात्र निकाल्न खोजिरहेको छ, यसको निकालेर 4 ले मल्टिप्लाई गर्ने हामीले। अहिले हामीले यसको मात्र निकाल्न खोजिरहेको छौँ भनेपछि हाम्रो के हुने भयो ओरिजिनमा हेर्ने हो भने एट ओरिजिन x इज इक्वल्स टू 0 एन्ड x इज इक्वल्स टू पोजिटिभ a हुने भयो। देयरफोर पेरिमिटर s इज इक्वल्स टू इंटीग्रेशन अफ 0 देखि a 1 प्लस dy by dx को स्क्वायर dx। अब यसको यो हामीले पेरिमिटर पुरैको निकाल्नु पर्छ। अघि हामीले एउटाको गरेको छ, यसलाई 4 ले मल्टिप्लाई गरे भने पुरैको आउँछ। 0 देखि a √अंडर 1 प्लस dy by dx भनेको कति छ -y को पावर 1/3 बाई x को पावर 1/3 को होल स्क्वायर dx। दिस इज इक्वल्स टू 4 इंटीग्रेशन अफ 0 देखि a √अंडर 1 प्लस y को पावर 2/3 बाई x को पावर 2/3 dx। दिस इज इक्वल्स टू 4 √अंडर 0 देखि a 4 इंटीग्रेशन 0 देखि a √अंडर x को पावर 2/3 प्लस y को पावर 2/3 बाई x को पावर 2/3 dx। दिस इज इक्वल्स टू 4 इंटीग्रेशन 0 देखि a x को पावर 2/3 प्लस y को पावर 2/3 भनेको हाम्रो क्वेसन के छ a को पावर 2/3। त्यसरी यहाँ लेखौँ a को पावर 2/3 बाई x को पावर 2/3 dx। अब हामीले यसलाई 4 इंटीग्रेशन 0 देखि a यो भनेको a बाई x को पावर 2/3 यो रुट भनेको इन्टु 1/2 2 र 2 क्यान्सल। दिस इज इक्वल्स टू 4 इंटीग्रेशन 0 देखि a को पावर 1/3 बाई x को पावर 1/3 dx। a को पावर 1/3 भनेको कन्स्ट्यान्ट हो भनेपछि 4
ए को पावर 1/3 बाहिर आयो 0 देखि a x को पावर -1/3 dx यो भनेको कति हुने भन्दाखेरि 4a को पावर 1/3 x को पावर -1/3 + 1 by -1/3 + 1 0 देखि a भनेपछि 4a को पावर 1/3 x को पावर 2/3 by 2/3 0 देखि a अब यो 2/3 कन्स्टेन्ट हो कन्स्टेन्टलाई बाहिर ल्याउँदाखेरि के हुन्छ 2/3 माथिबाट गयो भने 3/2 * 4a को पावर 1/3 x को पावर 2/3 चाहिँ a देखि 0 सम्म भनेको के हो a को पावर 2/3 - 0 भनेको 2 र 2 क्यान्सल यहाँनिर के हुने भयो भन्दाखेरि 6a को पावर 1/3 * a को पावर 2/3 यो भनेको 6a को पावर 1/3 + 2/3 6a को पावर 3/3 भनेको 6a आन्सर